हेलो साथीहरू, वेलकम टु द डिप एनालाइसिस अफ वर्ल्ड कप क्वार्टर फाइनल म्याच टुनाइट होइन। अब आज राति 1:45मा चाहिँ फ्रान्स भर्सेस मोरक्कोको गेम छ। अब यो गेम चाहिँ कस्तो हुनेवाला छ भनेर कुरा गर्नु पर्दाखेरि अब फ्रान्स चाहिँ कस्तो भने इन्डिभिजुअल ट्यालेन्टले भरिपूर्ण भएको टिम हो होइन। अनि मोरक्को चाहिँ एकदमै डिसिप्लिन डिफेन्स भएको टिम हो। अब सुरुको 15 मिनटमा चाहिँ ब्रेन गेम हुनेवाला छ यो गेममा होइन। अब फ्रान्सले चाहिँ पेल्न खोज्छ सुरुदेखि नै भने मोरक्कोले चाहिँ एज युजुअल डिफेन्सिभ खेल्छ होइन। जस्तो अस्ति क्यानाडासँग सुरुको 12-15 मिनट यस्तो डिफेन्स मात्रै गरेर बसिरहेको थियो, त्यसपछि काउन्टर अट्याकमा गयो होइन। आजको 15देखि 20 मिनट चाहिँ सुरुमा चाहिँ मोरक्कोले अट्याक चाहिँ गर्दैन होइन। पहिला डिफेन्सिभै खेल्छ मोरक्को चाहिँ। अनि त्यसपछिको 20 अथवा 30देखि 60 मिनट चाहिँ मोरक्कोले काउन्टर अट्याक गर्न खोज्न सक्छ होइन। र यो गेममा चाहिँ मोरक्कोलाई एकदमै घाटा लागेको कुरा भनेको इस्माइली साइबरी चाहिँ ऊ चाहिँ अब एकदमै हाइलाइट प्लेयर थिए होइन, की प्लेयर थिए यो वर्ल्ड कपमा मोरक्कोको। ऊ चाहिँ ह्यामस्ट्रिङ भएर अब इन्जर भएर रुल आउट भएको छन् वर्ल्ड कपबाट होइन। सो दिस विल बी द ग्रेट लस फर मोरक्को। र अब यता आजको गेम चाहिँ कस्तो हुन्छ भनेर विश्लेषण गर्नु पर्दाखेरि होइन, अब फ्रान्समा अब किलियन एम्बापे होइन, अनि त्यसपछि ओस्मान डेम्बेले, मिचेल ओलिसे, यी तिनजना प्लेयरहरू चाहिँ अब की प्लेयर देखिया छ नि त अहिलेसम्म। भनेपछि अब मोरक्कोले चाहिँ यी तिनजना प्लेयरलाई चाहिँ मजाले टार्गेट गर्छ कि। अझ मेनली चाहिँ किलियन एम्बापेलाई होइन, एउटा मात्रै नभएर दुईवटा डिफेन्सम्यानले अथवा ट्रायङ्गुलर डिफेन्सबाट चाहिँ रोक्ने कोसिस गर्छ होइन। अब यसमा चाहिँ हाकिमीको चाहिँ एकदमै इम्पोर्टेन्ट रोल देखिन्छ क्या। त्यही भएर अब होइन, आज चाहिँ यी तिनवटा प्लेयरलाई चाहिँ की टार्गेट गर्दाखेरि चाहिँ अरू कुनै प्लेयरले गोल हान्छ कि जस्तो लाग्छ मलाई। जस्तो थियो हर्नान्डेज होइन, अब जस्तै लेफ्ट ब्याकबाट आएर अथवा डिफेन्स मिडबाट आएर होइन गोलहरू चाहिँ हुनसक्छ होइन। अब यो भनिराख्दाखेरि आजको गेम प्ले चाहिँ एकदमै हुन्छ नि ब्रेन गेम हुनेवाला छ कि। अब फ्रान्सले एकदमै अट्याकिङ खेल्न खोज्छ होइन। अनि फ्रान्सलाई चाहिँ भनौँ न मिडबाट चाहिँ हान्न नदिनलाई होइन, मोरक्कोले चाहिँ डिफेन्सिभ खेल्छ कि। त्यो भएर फ्रान्सले चाहिँ लेफ्ट विङ अथवा राइट विङबाट ट्राई गर्छ जस्तो लाग्छ आज चाहिँ, किनकि मिड डिफेन्स एकदमै बलियो छ मोरक्कोको होइन। अब काउन्टर अट्याक हान्ने बेलामा चाहिँ अब उताका होइन ती ब्राइम छन् नि, तिनले चाहिँ अलिकति इफेक्ट देखाउन सक्छन् होइन। अब मोरक्कोमा प्लेयरहरू छन् नि त, नराम्रा प्लेयर भन्ने छैन। जस्तै अब हकिमी नै भइहाले, त्यसपछि बोनो मेन चाहिँ अब आज चाहिँ मोरक्कोको प्लेयरमा सबैभन्दा बढी आफ्नो टिमलाई बचाउन खोज्ने आज भनेको चाहिँ अब उसका किप्पर होइन, बोनो एकदमै खतरा छन् होइन। किप्पर चाहिँ अब 2-3 म्यान अफ द म्याच पनि भइसकेका छन्। बोनोले आज कस्तो खेल्छन्। अनि त्यसपछि ब्राहिम डियाज, यिनले चाहिँ अब होइन काउन्टर अट्याकमा चाहिँ एकदमै क्रिएटिभ गरेर होइन, एकदम फास्ट रनिङ पेस छ यिनको होइन। यिनले चाहिँ अब कस्तो खेल्छन् आज भन्ने कुराहरू हुन्छ होइन। अब यी तिनजना प्लेयरले चाहिँ अलिकति इफेक्टिभ चाहिँ गराउन सक्छन्। तर आजको चाहिँ मेरो प्रेडिक्सन चाहिँ के छ भने सुरुमै फ्रान्सले गोल हान्यो भने चाहिँ अलिकति प्रेसर रिलिज हुन्छ र यो गेममा चाहिँ 2-1 हुन्छ करेक्ट स्कोर। यदि फर्स्ट हाफ चाहिँ 0-0 खेले होइन भने चाहिँ अब 1-0 पनि हुनसक्छ, अथवा प्रोबेबल स्कोर भनेको चाहिँ 1-1 भएर एक्स्ट्रा टाइममा पनि जानसक्छ। तर यो गेम चाहिँ एक्स्ट्रा टाइममै गए पनि गेम चाहिँ फ्रान्सले जित्छ होइन। र आजको मोस्ट प्रोबेबल स्कोर मेरो अनुसार चाहिँ 2-1 हो है त साथीहरू। सो फ्रान्स विल क्वालिफाई फर द सेमी फाइनल।